यो आकाशवाणी गान्तोक हो। अब प्रस्तुत छ स्वास्थ्य तथा आरोग्य सम्बन्धमा वेलनेस कोच पवन शर्मासित लिएको अन्तर्वार्ता। नमस्कार श्रोताहरू, वर्तमान समयमा स्वस्थ र आरोग्य रहनु सबैभन्दा ठूलो चुनौती भएको छ। यसमा पनि मोटोपन बढ्दो समस्या बन्दै गइरहेछ। बालबालिका, किशोर, युवा र वयस्कहरू पनि यसको शिकार बन्दै गइरहेछन्। आज हामी यसबारे चर्चा गर्नेछौँ। यसका निम्ति हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ वेलनेस कोच पवन शर्मा। यहाँलाई आकाशवाणी गान्तोकमा हार्दिक स्वागत, नमस्कार। धन्यवाद। सर्वप्रथम वेलनेस अर्थात् आरोग्य भन्नाले के बुझिन्छ, त्यसबारे हाम्रा श्रोताहरूलाई जानकारी दिनुहोला। वेलनेस भन्दाखेरि सबै कुरा नै समेटेर हामी ल्याउन सकिन्छ। वेलनेसमा तपाईँको एक्सर्साइज पनि आयो, तपाईँको डायट पनि आयो, सबै कुरा आयो। तर हामीले एउटा मेन उयसमा हेर्नु पर्यो भने वेलनेस भन्दा हामी मेन्टली कतिको फिट छौँ, हामी फिजिकली कतिको फिट छौँ, सबै कुरा नै आउँछ। अब मेन्टली भन्दाखेरि हामी है स्ट्रेस सिचुएसनमा कसरी आफूलाई ह्यान्डल गर्छौँ। फिजिकल फिटनेसमा हामीले हेऱ्यौँ भने हामीलाई कुनै अब फिजिकल एक्टिभिटी गर्नुपर्दा हामी कतिको फिट छौँ, हो त्यो सबै कुरा नै वेलनेसमा हामीले समेटेर ल्याउन सक्छौँ। हजुर, समग्रमा भन्नुपर्दा वेलनेस भन्नाले चाहिँ पूर्ण रूपले स्वस्थ हुनु अर्थात् यसमा सबै कुराहरू समेटिन्छ भन्नुभयो होइन यहाँले। अब मानिसमा मोटोपन अथवा ओबेसिटी कसरी हुन्छ? मेन त अब मोटोपन जुन चाहिँ ओबेसिटी भनिन्छ, फर्स्ट त हुन्छ कि तपाईँ ओभरवेट भनेको तपाईँको जति आफ्नो हाइट अनुसार तपाईँको जति वेट हुनुपर्ने त्योभन्दा बेसी हाम्रो वेट छ भने हामीलाई ओभरवेट भनिन्छ। अब एक्ज्याक्ट हामीले एउटा फर्मुलै भन्नु पर्यो भने तपाईँको वेट इन केजिस डिभाइडेड बाई स्क्वायर अफ हाइट इन मिटर्स हामीले जुन त्यो नम्बर आउँछ त्यो चाहिँ लेस देन 24 छ भने चाहिँ हामी ओभरवेट छैनौँ। तर 25 to 29 छ भने चाहिँ हामीलाई ओभरवेट भनिन्छ। तर त्योभन्दा बेसी मोर देन 30 छ भने चाहिँ हामीलाई ओबिस भनिन्छ। ओबिसिटीमा हामी लाग्यौँ, त्यो बुझिन्छ। अब त्यसमा अझै हामी बात गर्दै जाँदा यो कसरी के हुन्छ त्यो त हामी बात गरिन्छ, तर एउटा सिम्पल टर्ममा भन्नुपर्दा चाहिँ त्यो हो। अनि यो मोटोपनाबाट मानिसलाई कुन कुन रोगले आक्रमण गर्न सक्छ र हामी कसरी सचेत रहनुपर्छ त्यसबारे श्रोताहरूलाई अवगत गराइदिनुहुन्थ्यो कि? यसमा चाहिँ यस्तो हो, अब यो मोटोपन चाहिँ खालि एउटा सिम्टम जस्तो मात्रै हो, एउटा लक्षण जस्तो मात्रै हो। र मोटोपन चाहिँ हामीले सुनिन्छ नि कि मोटायो मान्छे भने डायबिटिज हुन्छ, बिपी हुन्छ, थाइरोइडहरू हुन्छ, मोटो बेसी भयो भने भनेर। तर त्यो एउटा रङ स्टेटमेन्ट हो, किनभने मोटोपन चाहिँ सिम्टम हो। जसरी नै अरू कुरा डायबिटिज, बिपी, थाइरोइडहरू जसरी छ त्यसरी नै मोटोपन पनि एउटा सिम्टम हो। त्यसको अन्डरलाइन रुट कज चाहिँ जुन चाहिँ छ त्यो अलगै हुन्छ। जस्तै अब सबैलाई बुझ्नु लागि म एउटा इक्जाम्पल दिन चाहन्छु। जसरी हाम्रो घरमा सपोज एउटा सिपेज हुँदैछ अरे, पानी तपाईँको घरमा सिपेज भएर आउँदैछ अरे, भित्तामा सिपेज भयो अरे, र तपाईँले त्यो सिपेज त ठिक गर्नुहुन्छ, त्यो त एउटा सिम्टम मात्रै हो नि त। तर त्यसको रुट कज के हुन्छ भन्दाखेरि कहाँ कल पो खोलिराखेको छ कि, बा कहाँ पाइप पो फुटेको छ कि, बा नाली पो हामीले राम्रोसँगले कटाएको छैनौँ कि, त्यो चाहिँ एउटा रुट कज भयो नि त। त्यसरी नै रुट कज चाहिँ हामीले फिक्स गर्नुपर्छ र त्यो चाहिँ एउटा सिम्टम हो। यो मोटोपन, डायबिटिज, बिपीहरू चाहिँ सिम्टम हो र त्यसमा चाहिँ हामीले फोकस गरेर रुट कजलाई फिक्स गर्ने हाम्रो गोल हुनु पर्यो। भनेपछि हामीले मूल जड अथवा मूल कारण के हो त्यसबारे पत्तो लगाउनु पर्यो र हामी कसरी चाहिँ सचेत हुनुपर्छ त यो मोटोपनबाट जोगिनका लागि? सचेत भन्दाखेरि अब हामीले हेऱ्यौँ भने अब जस्तै पहिला हाम्रो बाजे बराजुको टाइमदेखि हामीले हेर्दै आयौँ भने अब यो मोटोपन अहिले जति थियो त्यस्तो थिएन है त्यो टाइममा। र त्यो टाइममा चाहिँ जस्तै अब अहिले हामीले जानेकै कुरा हो, एक्सर्साइज गर्नु अरे, राम्रो खाना खानु अरे, अब मेडिटेसनहरू गर्नु अरे, अब स्ट्रेसहरूको लागि है, स्ट्रेस भयो भने त मान्छे मोटो हुन्छ भन्ने हामीले धेरै सुनिरहेको छौँ। तर एक्ज्याक्टली यसको ब्याकग्राउन्डमा चाहिँ कसरी मोटो हुँदैछ त, स्ट्रेसले के गर्छ त भने त्यो पनि बुझ्नु जरुरी छ है। र यसमा चाहिँ म अलिकति डिटेलमा तपाईँलाई अब भन्न चाहन्छु श्रोताहरू सबैलाई कि अब पहिला हामीले हेऱ्यौँ भने हाम्रो लाइफस्टाइल, जस्तै बाजे बराजुको टाइममा लाइफस्टाइलै यस्तो थियो कि उहाँहरूलाई अलग्गै एक्सर्साइज गर्नुपर्ने, अलग्गै न्युट्रिसन रिच डायट सप्लिमेन्ट्सहरू खानुपर्ने, अलग्गै जिम जानुपर्ने जरुरतै थिएन, अलग्गै मेडिटेसनहरू अलग्गै गर्नुपर्ने त्यस्तो थिएन। किनभने उहाँहरूको लाइफस्टाइलै अब ढुङ्गा मुढाहरू बोक्नुपर्ने हुन्थ्यो, घरमा आमाहरूले पनि ठुल्ठुलो गाग्राहरू उचाल्नुहुन्थ्यो, अब स्ट्रेन्थ ट्रेनिङ त्यसमै भइहाल्यो। सेकेन्ड, तपाईँले हेर्नुभयो भने
हाम्रो खाना न्युट्रिसनै अब पहिलाको एउटा सागको पत्ता हेर्नुभयो भने त्यसमा जति न्युट्रिसन थियो त्यति न्युट्रिसन अहिलेको सागको पत्तामा छैन। त्यो भएर अब यो सप्लिमेन्ट्सको रिक्वायरमेन्ट त्यसबाट आयो। अब किनभने त्यो फार्मिङ प्र्याक्टिसेसहरू जुन पाराले गरिँदैछ है, त्यो राम्रो फार्मिङ प्र्याक्टिसेस नभएको कारणले गर्दा प्लस एन्भाइरोमेन्टल चेन्जेस धेरैवटा कुराले गर्दाखेरि त्यो भयो। सेकेन्ड हामीले हेऱ्यौँ भने अब उहाँहरूलाई अलग्गै टाइम निकालेर स्ट्रेस फ्री बस्नुपर्ने, मेडिटेसन गर्नुपर्ने हुँदैन थियो। उहाँहरूले आफ्नो फ्यामिलीसँग टाइम अलग्गै बिताउने त्यो भइराखेको हुन्थ्यो, लाइफस्टाइलमै चलिराखेको अलग्गै थियो। हजुर, अहिले चाहिँ हेऱ्यौँ भने हामीले एक्सर्साइज गर्नु पनि हाम्रो जुन चाहिँ सेडेन्ट्री लाइफस्टाइल, अब बसेर काम गर्ने हुन्छ नि, अब डेस्क जब भन्यो, बसेर काम सबैकै नै त्यस्तो छ हो। अब त्यसको लागि अलग्गै एक्सर्साइज गर्ने टाइम निकाल्नु पर्ने जरुरत पर्यो। सेकेन्ड हेऱ्यौँ भने खाना सब्जीमै त्यति न्युट्रिसन छैन, हाम्रो एउटा ग्याप भइराखेको छ न्युट्रिसनहरूको, भिटामिन्स मिनरल्सहरूको। त्यो भएर अलग्गै सप्लिमेन्ट्सहरू लिनुपर्ने जरुरत पर्नुभयो। र सेकेन्ड अर्को हामीले हेऱ्यौँ भने मेडिटेसनहरूको पनि अब यति साह्रो फास्ट लाइफ भइरहेछ कि हामीले एउटा आरामले बसेर फ्यामिलीसँग साथीभाइसँग गफ गर्ने पनि टाइम छैन। मजाको त्यो एउटा जुन चाहिँ एउटा आरामले बसेर स्ट्रेस फ्री बस्ने त्यो टाइमै पाएको छैनौँ। त्यो नभएकोले गर्दा चाहिँ यो सबै कुरालाई हामीले लाइफमा एड गर्नु लागि चाहिँ एक्स्ट्रा एफर्ट लाउनु पर्दैछ। एक्स्ट्रा कुरा अब जमाना अनुसार हामीले चल्नु पर्यो र त्यो भएकोले गर्दा चाहिँ अहिले ओबिसिटी धेरै बढेर गएको छ, किनभने एक्स्ट्रा एफर्ट हामीले लगाएको छैनौँ। हामीले सोच्छौँ कि पहिला जस्तो अहिले पनि अटोमेटिकली हुन्छ भने, तर पहिलाको लाइफस्टाइल के थियो, पहिलाको दिनचर्या के थियो र अहिलेको के छ त्यो हामीले बुझेर अहिलेको जमाना अनुसार हामीले काम गरेर लानु पर्यो। त्यो भएर चाहिँ ओबिसिटी धेरै बढेको छ। ओबिसिटी मात्रै होइन, ओबिसिटी मैले जसरी भने एउटा सिम्टम मात्रै हो, त्यस्तै अब पिसिओडी भन्यो, थाइरोइड भन्यो, बिपी भन्यो, डायबिटिज भन्यो, सबै कुरा नै यो मेटाबोलिक डिसअर्डर्स भन्छ। त्यसलाई चाहिँ अब नेपालीमा भन्नुपर्दा खानपिन र यो डेली हाम्रो जुन चाहिँ लाइफस्टाइल छ त्यसको कारणले गर्दा आएको बिमारीहरू हो। र त्यो ठिक गर्नु लागि चाहिँ हामीले हो त्यो रुट कज फिक्स गरेर लानु पर्यो कि हामीले के पहिला गर्थ्यौँ र अहिले के छोड्यौँ हो, त्यो चाहिँ हामीले फेरि त्यसलाई ब्याक टु द रुट भन्नु पर्यो है, हाम्रो जडमा फेरि जानु पर्यो के गर्दै थियौँ र अहिले के गर्न छोड्यौँ र अब के गर्नुपर्ने हो। हजुर, भनेपछि हामीले जीवनशैलीलाई सन्तुलित बनाउनु पर्यो र दिनचर्यालाई पनि त्यस्तै प्रकारले हामीले व्यवस्थित राख्नु पर्यो। आफ्नो पढाइ वा व्यवसायले तपाईँ एक सफ्टवेयर इन्जिनियर हुनुहुन्छ, कसरी यो वेलनेसतर्फ ढल्किनुभयो? आफ्नो पेसा र रुचिलाई कसरी सन्तुलन गर्नुहुन्छ? र तपाईँले भनिहाल्नुभयो है, म एउटा सफ्टवेयर इन्जिनियर पनि हो र म अहिले पनि सफ्टवेयर इन्जिनियर गरि नै राखेको छु। सँगसँगै म फिटनेस कोच नभए वेलनेस कोच पनि गरिरहेको छु है। हजुर। र जब म सफ्टवेयर इन्जिनियर थिएँ त्यो टाइममा अब म कलेज टाइम स्कुल टाइमदेखि नै मलाई फिटनेसमा धेरै रुचि लाग्थ्यो। हजुर। तर अब जब म सफ्टवेयर इन्जिनियर जब गर्नु थालेँ, मेरो पनि त्यही सेडेन्ट्री लाइफस्टाइल, बसेर काम गर्ने त्यो लाइफस्टाइल भएकोले गर्दाखेरि मलाई धेरै हेल्थ प्रब्लम्सहरू स्टार्ट हुनु थाल्यो। मेरो ब्याक पेन सुरु भयो, मेरो अब वेट भन्दा पनि मेरो यो बेली फ्याट जुन चाहिँ भुँडी भइसकेको थियो है। अब जब गरेको 1-2 साल, तर अहिले त एकदम फिट देखिनुहुन्छ। हजुर, थ्याङ्क यू। र त्यसको बादमा चाहिँ अब मलाई त्यो आफैलाई क्या डर लाग्नु थाल्यो कि अहिले नै मलाई यस्तो हुँदैछ भने त झन् मेरो एज बढ्दै गएपछि पछि के हुँदै जान्छ। अब मलाई त्यो आफैलाई एक्सेप्ट गर्नै मलाई क्या साह्रो पर्नु थाल्यो कि यस्तो बिमारीसँग म कसरी बाँच्नु भनेर। र त्यो टाइममै म सोचिरहेको थिएँ के गरौँ भनेर। त्यो टाइममा चाहिँ म लकिली अब हाम्रो जुन चाहिँ कम्युनिटीसँग म एसोसिएट गर्दैछु अहिले, उहाँहरूसँग एसोसिएट गर्दाखेरि मैले बुझेँ कि हामीले हाम्रो लाइफस्टाइल चेन्ज गऱ्यौँ भने हामीले यो सबै कुराहरूलाई ठिक गर्न सक्ने रहेछौँ भनेर। फर्स्टमा त मैले आफ्नो लाइफस्टाइल चेन्ज गरेर मेरो जति पनि हेल्थ प्रब्लम थियो त्यो ठिक गरेँ। र त्यसको बादमा मैले बुझ्दै जाँदा मलाई रुचि आउँदै गयो कि यो फिटनेसमा अझै बुझ्नु चाहँदा अब आफैलाई त गरेँ तर अरूलाई म कसरी हेल्प गर्नु सक्छु भनेर बुझ्दै जाँदा, पढ्दै जाँदा धेरै कुरा मैले पनि जानेँ। र मैले अहिले चाहिँ अब धेरैजनालाई कोच पनि गर्दैछु र उहाँहरूसँग म एज अ फिटनेस कोच पनि एसोसिएट छु। हजुर, तपाईँ त हामी सबैका लागि प्रेरणाका स्रोत हुनुहुन्छ। मानिसहरू विशेष गरी युवा भाइ बहिनीहरूलाई स्वस्थ रहनका लागि के कस्तो सन्देश दिनुहुन्छ अनि तपाईँलाई केही अरू थप कुराहरू भन्न मन परेको छ कि? अब जस्तै मैले फिटनेस त
युवा भाइ बहिनी भन्दा पनि सबैका लागि नै जरुरत छ है। र त्यसमा म के भन्न चाहन्छु भने जस्तै हाम्रो एक्सटर्नल थ्रेट जसरी हामीले कोभिडको टाइममा आयो हामीले देख्यौँ है, त्यो त धेरै आउँछ, बाहिरको भाइरसले भयो, नेचुरल क्यालामिटिजहरूले गर्दाखेरि हामीलाई एक्सटर्नल थ्रेट त आउनु सक्छ र त्यो त हामी त्यसमा प्रिभेन्सन गर्नु सक्दैनौँ। तर हामीले जुन चाहिँ हाम्रो भित्रको बडीको अर्गन सिस्टम, हाम्रो फिटनेस लेभल छ, त्यसमा त हामी अहिलेदेखि नै काम गर्न सक्छौँ। र जस्तै हामीले कोभिडको सिचुएसन आएको जस्तो फ्युचरमा है नआओस् भन्छौँ, तर आयोको दिनमा चाहिँ हामी प्रिपेयर्ड रहौँ कि हाम्रो बडीमा जुन चाहिँ इन्टरनल हाम्रो अर्गन सिस्टम छ, हाम्रो फिटनेस छ, त्यो चाहिँ हामी प्रिपेयर्डमा बसौँ है। र त्यो टाइममा हामी फाइट गर्न सकौँ एक्सटर्नल त्यस्तो सिचुएसनलाई भनेर चाहन्छु। र अर्को कुरा के भन्छु भन्दा फिटनेसलाई खालि एउटा मोटो, अभियसली मोटो त एउटा कुरा हो है, कि मोटो हुँदाखेरि त्यस्तो किन अब हामीलाई सोच आउँछ कि मोटो हुँदा के भयो त है, देख्दाखेरि पनि लुते लिकुरे हुनुभन्दा त एउटा अलिकति मोटो पर्सनालिटी राम्रो देखिन्छ नि त। तर त्यसलाई त्यस पारामा नहेरेर तपाईँको के फिटनेस, तपाईँलाई अहिले एकैतालमा कुद्नु पर्ने सिचुएसन आयो भने के तपाईँ 2 किलोमिटर 3 किलोमिटर नथाकी कुद्न, नबिसाइ कुद्न सक्नुहुन्छ? नानीलाई लिएर अचानक कहीँ जानुपर्ने भयो है, कतिवटा अहिले हामीले देखिरहेछौँ, कतिवटा त्यस्तो सिचुएसन आउँछ। त्यो टाइममा हाम्रो बडी के प्रिपेयर्ड छ, त्यो हिसाबले अहिलेदेखि काम गर्दाखेरि है, एक्सर्साइज गर्दा, राम्रो खाना खाँदाखेरि पनि त्यो हिसाबले गरेर गऱ्यौँ भने चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ। र सेकेन्ड कुरा चाहिँ म के भन्न चाहन्छु भने कति टाइम त हाम्रो आफ्नो लेभलमा हामीले गरिन्छ, तर कोही टाइम हामीले एक्सट्रिम लेभल जाँदा मात्रै प्रोफेसनल हेल्प लिन्छौँ है। जस्तै डक्टरकोमा जानु पर्यो, एकदमै भुँडी दुख्यो, एकदमै कुनै के भयो है भनी मात्रै लिन्छौँ। तर कति टाइम चाहिँ जस्तै अब तपाईँलाई पहिल्यैदेखि डायबिटिज, बिपी, थाइरोइडहरू छ, नभए ओभरवेट छ, तपाईँले चाहेर पनि 2-3 साल 4 साल तपाईँले वेट लुज गर्नु सक्नु भएन भने त्यो टाइममा पनि तपाईँलाई एक्सट्रिम लेभल त आएन, तर चलि त राखेको छ, लाइफ चलिराखेको छ, केही तपाईँलाई उयो भएको छैन। तर त्यो टाइममा पनि तपाईँले स्टार्टिङमै है हामीले प्रिभेन्सनकै लेभलमै प्रोफेसनल हेल्प लिउँ भने चाहिँ राम्रो हुन्छ जस्तो मलाई लाग्छ। त्यही म सन्देश दिन चाहन्छु। हजुर, अत्यन्त राम्रो सुझाव। यहाँले आफ्नो व्यस्त समयमा पनि हाम्रो स्टुडियोमा आएर स्वस्थ रहने उपायहरू अनि ध्यान दिनुपर्ने कुराहरूबारे विस्तृत रूपमा जानकारी दिनुभयो। यसका लागि धन्यवाद। नमस्कार। धन्यवाद। अहिले सुन्दै हुनुहुन्थ्यो वेलनेस कोच पवन शर्मासित लिएको अन्तर्वार्ता। अन्तर्वार्ताकार उषा शर्मा। यो आकाशवाणी गान्तोक हो।